यति सामान कतिजनाको लागि हतार भइरहेछ यो मान्छेहरूलाई हतार छ भाइ। भ्यान्चम धुनु पर्यो राख्नको लागि। यो चाडमा हामी प्रायः जस्तो हरेक यो धार्मिक जात्रामा प्रार्थनामय वातावरणमै हामी अगाडि बढ्छौँ। तर आज विशेष गरी हामी माता मरियाकै प्रार्थना, माता मरिया आफैले स्वयंले कतिवटा शब्द भनेको शब्दहरू मिलाएर जो बनिएको प्रार्थना छ, त्यही प्रार्थना हामी सबैजना भन्दै अनि माता मरियाको प्रेम अनि आदर अनि सत्कार गर्दै जो भजनहरू छ ती भजनहरू गाउँदै हामी अगाडि बढ्नेछौँ। माता मरियाको संसारको पापी कमजोरी मान्छेको हामीले कसरी माता मरियालाई जो हाम्रो स्वर्गीय आमा हो भनेर उहाँले घोषणा गरिदिइसकेपछि चाहिँ यो चलन आएको मे महिनाभरि हामीले गरेर आज मे महिनाको अन्तिम दिनमा आएका छौँ। अनि यो अन्तिम दिनमा माथि चाहिँ यता हेर यता ब्यागमा देख्यौ उपर उपर भाइ पानी पिउनुहोस्, धेरै लामो हिँडाइ भएको छ। प्रणाम मरिया, कृपा पूर्ण प्रभु तपाईसँग हुनुहुन्छ। तपाईको धर्ममण्डलीले हे प्रभु परमेश्वर तपाईको महानताको घोषणा गरिरहन सकुन्, किनभने आफ्ना भक्त विश्वासीहरूको निम्ति तपाईले महान कार्यहरू गरिदिनु भएको छ। अनि ख्रीष्टको गुप्त उपस्थितिलाई पहिलोपल्ट थाहा पाउँदा जौन भक्ति सरसले नाचे जस्तै सदा जीवित रहिरहने प्रभु मलाई यस परमप्रसाद संस्कारमा ग्रहण गर्दा तपाईका धर्ममण्डलीहरू यहाँ उपस्थित भएका सबैले पनि हर्ष मनाउन सकुन्, जो जीवन अनि राज्य गर्नुहुन्छ युगानुयुगसम्म। प्रभु तपाईसँग हुन्, तपाईँको आत्मासँग पनि। सबैले सुनिरहेर आज विशेष आशिष दिनुहोस्। मातालाई हात बढाइदिनु। हर्ष आनन्दको उपहारहरू र स्वर्गीय इनामहरू आफूसित लिएर जानुहोस्। अनि सर्वशक्तिमान परमेश्वर पिता अनि पुत्र अनि पवित्र आत्माले तपाईँ सबैलाई आशिष दिउन्। विश्वास समारोह समाप्त भयो। त्यसको शान्तिमा जानुहोस्।